जनताको लागि नवमत कार्यक्रममा म नवमत टिभीको प्रस्तुता युवराज विद्रोही। आज हामीसँग राष्ट्रिय मानव अधिकार आयोगका पूर्व संस्थापक कर्मचारी तथा मानव अधिकारवादी प्रखर अभियन्ता यसअघि 2079 का संसदीय चुनावमा भक्तपुर क्षेत्र नम्बर 2 मा स्वतन्त्र उम्मेदवार बनिसक्नुभएका भ्रष्टाचारी विरोधी अभियन्ता सुवर्ण थापासँग अहिलेको राजनीतिक समसामयिक विषयवस्तुका बारेमा छलफल गरिनेछ। यहाँलाई जनताको लागि नवमत कार्यक्रममा स्वागत छ। धन्यवाद। अहिलेको तल राजनीतिलाई कसरी लिनुभएको छ? यही भाद्र 23 र 24 गतेको जेएनजी आन्दोलनमा जुन भएका चाहिँ परिवर्तनहरू छन्, त्यो वर्षौं वर्ष देखिएका दलहरूको कुकृत्यबाट उत्पादित चाहिँ जुन प्रस्फुटित भावनात्मक आन्दोलन हो यो। र यसले तपाईको रिसेटै गर्नुपर्नेमा रिबुट मात्र भयो, रिबुटमा आयो यो। त त्यसै कारण यसले चाहिँ नयाँ परिवर्तन लिएर आउँछ, नयाँ परिवर्तन गर्नुपर्ने छ। यसमा भ्रष्टाचार जुन दलीय भागबण्डाहरू भए, दलीय सिन्डिकेटहरू भए, भ्रष्टाचारका चाहिँ काण्डहरू भए, यी सबै चाहिँ यही आन्दोलनबाट चाहिँ को बनेको जेएनजीको सरकारले गर्नेछ भन्नेमा हामी विश्वास छौँ, विश्वस्त हुन्छौँ पनि र गर्छ पनि। यसले पनि नगरे त गर्छ कोही छैन अब। त्यसै कारण अब नयाँ जनादेशमा जान्छ यो सरकार र यो देशमा नयाँ परिवर्तनको लहर जुन आएको छ, यो संस्थागत हुन्छ। हामी संस्थागत गर्छौँ भन्ने चाहिँ अहिलेको समसामयिक विषयमा यही अब म अन्तरिम गठित सरकारमा तपाईको नाम सिफारिसमा परेको भनी सुनिएको छ, कुरो के हो? यो तपाईले सही कुरा सुन्नुभयो, सही प्रश्न गर्नुभयो। मलाई तपाईँ जस्तो लक्का जवानले यो देश बनाउनुपर्छ, तपाईले यो देशमा नगरे कसले गर्छ, यो देश यस्तो भताभुङ्ग भइसक्यो जहाँ हेरो त्यही खाडल भ्रष्टहरूको, लुटारहरूको र कर्तुतहरूको भन्ने कुरा भयो। त्यस पछाडि यसमा साथीभाइ शुभचिन्तक र दिग्गज व्यक्तित्वहरूबाट मलाई प्रस्ताव गर्नुभएको हो। उहाँहरूले त्यसो भए म गर्छु नि त, म किन नगर्नु, म चुनावमा पनि उठिसकेको हो भन्ने कुरा मैले राखेँ। र उहाँहरूले चाहिँ नि आफ्नो हिसाबले, आफ्नो क्षेत्रबाट, आफ्नो शक्तिले भ्याएसम्म उहाँहरू लाग्नुभएको हो। तर कहाँ कुन हिसाबले लाग्नुभयो, उहाँ लाग्नु भएको छ भन्ने कुरा मलाई यति विश्वस्त छ। तपाईँ आफू स्वतन्त्र अभियन्ता भन्न रुचाउनुहुन्छ, कुनै न कुनै कारण बिना तपाईँको नाम सिफारिस भएको त पक्कै होइन होला? त्यो कुरा पनि तपाईँले सही भन्नुभयो। म आफू स्वतन्त्र हो, स्वतन्त्र अभियन्ता हो र म स्वतन्त्र हिसाबले, स्वतन्त्र चाहिँ नि रूपमा चाहिँ 2079 को संसदीय निर्वाचनमा चुनाव पनि उठेँ, चुनावमा मेरो चाहिँ नि गरेँ। र मैले स्पष्ट कुरा थाहा छ, मैले भ्रष्टाचार विरुद्धको चाहिँ अभियानहरू चलाएँ। मैले अख्तियार दुरुपयोग अनुसन्धान आयोग जस्तो ठाउँमा मैले उजुरबाजुर मात्र होइन, मैले त्यहाँ चाहिँ नि जाहेरी हालेँ र संवैधानिक आयोगले अहिले छानबिन पनि गरिरहेको छ होइन। अब त्यसमा चाहिँ अब मलाई स्वतन्त्र चाहिँ नि अभियन्ता होइन भन्न कुनै कठिनाइ छैन। म स्वतन्त्र हो। मैले कसैको डर, त्रास, धाक, धम्की कतै नलागिकन मैले यो देशको चाहिँ नि हिस्सामा मैले चाहिँ नि यो देशको सेवा गरेको छु र गर्दै पनि छु। अब रह्यो बाँकी सिफारिसको हकमा कुनै संस्थागत कुराहरू आयो, त्यो मेरो शुभचिन्तक साथीभाइहरू र मेरा सम्मानित दिग्गजहरू उहाँहरूले कुनै संस्थागतमा लैजानु भयो होला या व्यक्तिगत लैजानु भयो होला, त्यो कुरा छुट्टै छ। तर म स्वतन्त्र हो, निष्पक्ष हो। मैले निष्पक्ष भएरै मैले आज तपाईँलाई सबुत प्रमाणको लागि सुवर्ण थापाले दिएको भ्रष्टाचार विरुद्धको चाहिँ नि उजुरहरू
अख्तियारमा हेर्नुहोस् न, त्यो नै मेरो काफी छ प्रमाण। मैले अख्तियारमा दिएको छु। मलाई कतिले लोभ देखाए, कतिले के गरे, कतिले धम्काए। ती धम्किने लोभ देखाउने व्यक्तिहरू ती आफू पत्तासाप हुँदैछन्, पत्तासाप भएर जाँदैछन्। देशमा आमूल परिवर्तनका लागि तपाईँको प्रमुख मुद्दा के हुनेछ? यो झन् उत्तम क्वेसन तपाईँले सोध्नुभयो। यसमा तपाईँको सबैभन्दा पहिले यो अहिलेको जुन बनेको जुन सरकार छ, यो सरकार रिसेट हुनुपर्नेमा रिबुट भयो। हामी रिसेटमा जानुपर्ने आवश्यकता आउँछ। त्यसमा तपाईँको भनेको जनमत सङ्ग्रह हो। जस्तै तपाईँको एउटै मुद्दालाई चाहिँ पटक पटक चुनावी नारा मात्र बनाउने भए, तिनीहरूले त्यो अरू केही पनि काम नगर्ने भए। त्यसै कारण जनमत सङ्ग्रहमा जस्तै कार्यकारीको चाहिँ जनमत सङ्ग्रहमा जाँदा उपयुक्त हुन्छ, धर्मकोमा जनमत सङ्ग्रहमा जाँदा उपयुक्त हुन्छ। विविध चाहिँ राष्ट्रिय अन्तर्राष्ट्रिय सन्धि सम्झौताहरू हुन्छन्। जस्तै उदाहरणको लागि कोही दबाब र प्रभावको सन्धि सम्झौता हुन्छ भने कोही आफ्नो समझदारीको सन्धि सम्झौताहरू हुन्छन्। त्यो पनि जनमत सङ्ग्रहको चाहिँ मार्फत छिनफानो हुनु उपयुक्त हुन्छ, हैन? त्यसपछि तपाईँको अर्को के छ भने राष्ट्रिय अर्थतन्त्र गिल्दो अवस्थामा छ। भूपरिवेक्षित सानो देशले तपाईँको चाहिँ नि हामीले गर्न सक्दिन, हाम्रो भएको छैन, हामी हुँदैन, यस्तो उस्तो चाहिँ नि राख्दै जान्छ। तर तपाईँको पोल्यान्ड भन्ने देश वर्ल्डकै थर्ड चाहिँ इकोनोमिक चाहिँ नि विकास डेभलपमा गइसकेको छ। नेपाल हुन नसक्ने ठाउँ छ। यहाँको मानसिकता विक छ। त्यस्तै गरी तपाईँको अर्को के छ भने परराष्ट्र नीति मुखमा पञ्चशीलको सिद्धान्त, व्यवहारमा चाहिँ नि अहिले त्यो भत्तामुङ्ग छ यिनीहरूको। अर्को प्रशासनिक कुरामा जाउँ हामी। प्रशासनिक कुरामा पनि तपाईँको प्रशासन चलायमानै छैन। प्रशासनिक चलायमान नहुनु भनेको चाहिँ यहाँका विविध चाहिँ नि जस्तै ट्रेड युनियनहरू भए, यी शक्तिशाली छन्। यी ट्रेड युनियनहरू जति प्रधानमन्त्री राष्ट्रपति शक्तिशाली भन्छ त्योभन्दा शक्तिशाली छ। हो तिनीहरूको चाहिँ नि आफ्नो चाहिँ नि मानसिकता विक हुनु, देश जनताप्रतिको चाहिँ नि लगाव नहुनु, लगावमा विक देखाउनु, उनीहरूको चाहिँ नि 10 बजे हाजिर हो, 2 बजे आउट, त्यो प्रवृत्ति छ। हो यस्ता चिजहरूको चाहिँ नि हामीले चाहिँ नि क्लियरिफिकेसन गर्नुपर्ने छ। क्लियरिफिकेसन हुन्छ त्यसपछि अनि देशमा चाहिँ तपाईँको चाहिँ चलायमान हुन्छ, प्रशासन चलायमान हुन्छ, अर्थात् चाहिँ सेवाग्राहीले सेवा लिन सक्छ। अब अहिले तपाईँ उदाहरणको लागि जानु न, उहाँ 3 दिन 4 दिनसम्म सफ्टवेयर चल्दैन। कहाँ भन्दा राज्यको कर तिर्ने ठाउँमै त्यो पनि चलायमान हुन्छ। त्यसको चाहिँ निचोड के छ? त्यसको निचोड हामीलाई चाहिँ हामी त्यो रूप चाहिँ हामी पत्तासाफ गर्नेछौँ। हामी त्यसलाई चाहिँ क्लियरिफिकेसन गर्नेछौँ। त्यसपछि हामीले अर्को भनेको चाहिँ हामीले तपाईँको जस्तै उदाहरणको लागि अब आर्थिक क्रान्तीय परिवर्तनमा चाहिँ नेपालमै छ नि। हामी यहाँ नेपालमा जागिर छैन, दुनियाँ छैन। आफूले आफ्नो ठाउँबाट उठेर सकेको, जानेको, बुझेको काम गर्नुपर्छ र देशप्रति लगाव हुनुपर्छ, देशप्रति अनुशासन हुनुपर्छ, देश राष्ट्रियता राष्ट्रवाद प्रति आफू उन्मुख हुनुपर्छ। आफू नै छैन भने अनि नेताले के गर्यो, प्रधानले के गर्यो, प्रधान हो, त्यो सबै चिज हामीमा चाहिँ यदि मैले आफूले अवसर पाएको खण्डमा मैले गर्नेछु। अन्तमा तपाईँको यस नवगत टेलिभिजन मार्फत मलाई देश जनताप्रतिको समसामयिक राजनीतिक विषयमा 2 शब्द आफ्नो धारणा राख्न दिनुभएकोमा आभार व्यक्त गर्न चाहन्छु।